आज हामी चाहिँ पढ्न गइरहेको छौँ इलेक्ट्रिकल मेजरमेन्ट है त इलेक्ट्रिकल मेजरमेन्ट है त इलेक्ट्रिकल मेजरमेन्ट एन्ड इन्स्ट्रुमेन्ट पनि हुन्छ। सबभन्दा अगाडि फर्स्टमा यसको बेसिकको बेसिक कुरा के बुझ्नुपर्छ भने चाहिँ मेजरमेन्ट भनेको के हो त्यो बुझ्ने है त। सबभन्दा अगाडि मेजरमेन्ट भनेको के हो त? मेरो राइटिङ पनि नराम्रो छ त्यो। मेजरमेन्ट भनेको के पहिला त्यो बुझ्ने त। जस्तो कि हाम्रो अननोन क्वान्टिटी, जस्तो अननोन क्वान्टिटी टु नोन क्वान्टिटी। सो फर्स्टमा चाहिँ के हुन्छ अननोन क्वान्टिटीदेखि लिएर नोन क्वान्टिटीसम्म चाहिँ चेन्ज हुने हो कि, जस्तो कन्भर्ट गर्ने हो है त। जस्तो फर इक्जाम्पलको लागि चाहिँ हुन्छ फिजिकल क्वान्टिटी। जस्तो फिजिकल क्वान्टिटीहरू हाम्रो के पर्छ भने चाहिँ जसमा चाहिँ सबभन्दा चाहिँ टेम्परेचर पर्छ एउटा होइन। एन्ड देन आफ्टर त्यसपछि आएर प्रेसर नाप्ने छ नि त, यो प्रेसर त्यो भयो, यो दुईवटा भयो, प्रेसर भयो। अनि लेन्थहरू नाप्छ नि त हाम्रो चाहिँ लेन्थहरूको हो। यो चाहिँ हाम्रो के भन्छ फिजिकल भयो है, फिजिकल। अनि यसमा चाहिँ खासमा चाहिँ इलेक्ट्रिकलमा चाहिँ मेजर गर्नुपर्ने भने चाहिँ दुईवटा टाइप्सका छन् मेजरमेन्ट भनेको, इलेक्ट्रिकल मेजरमेन्ट। सो फर्स्टमा चाहिँ के छ भने चाहिँ एक नम्बरमा चाहिँ एब्सोल्युटली भन्ने छ है त, जसमा चाहिँ एउटा एब्सोल्युटली छ भने चाहिँ अर्को चाहिँ के छ भने सेकेन्डरी छ है त, सेकेन्डरी र एब्सोल्युटली दुईवटा टाइप्सको छन्। फर्स्टमा चाहिँ एब्सोल्युटली भनेको के बेसिक कुरा बुझ्नु है त। एब्सोल्युटली भनेको जस्तो कुनै एउटा मेजर गर्ने भ्यालु हो, त्यो भ्यालु चाहिँ के हुन्छ भने चाहिँ त्यसको डिफ्लेक्सन छ नि त, डिफ्लेक्सन। सो त्यसको डिफ्लेक्सन के हुन्छ भनेपछि त्यसको चाहिँ कन्स्ट्यान्ट हुन्छ, कन्स्ट्यान्ट। फर्स्टमा बुझ्नु पऱ्यो भने के हो, यहाँबाट बुझ्नु है त। इलेक्ट्रिकल मेजरमेन्ट दुईवटा टाइप्सका छन्, एब्सोल्युटली र सेकेन्डरी है त। अहिले सेकेन्डरीमा मैले अहिले अफ गरेँ भने सुरुमा चाहिँ एब्सोल्युटली के हुन्छ डिफ्लेक्सन छ एउटा डिफ्लेक्सनमा चाहिँ के हुन्छ कन्स्ट्यान्ट हुन्छ। डिफ्लेक्सन मेजर त गर्छ तर कन्स्ट्यान्ट गर्छ, जसमा चाहिँ हाम्रो चाहिँ ग्याल्भनोमिटर पर्छ एउटा चाहिँ टेक्नोमिटर भन्ने हुन्छ कि एउटा, अर्को टाइपको टेक्नोमिटर पर्छ। अनि दुईवटा मिटर चाहिँ हुन्छ नि यो एब्सोल्युटलीमा। अब सेकेन्डरी साइडमा चाहिँ के हुन्छ, अब सेकेन्डरीमा चाहिँ हुन्छ तीनवटा है त, जसमा सिम्पल छ सेकेन्डरीमा बुझ्नुपर्ने भनेको। जस्तो चाहिँ फर्स्टमा चाहिँ यस्तो छ कि एउटा चाहिँ इन्डिकेटिङ है त, इन्डिकेटिङ पहिला इन्डिकेटिङ छ है, इन्डिकेटिङ एउटा इन्डिकेटिङ भनेको त सिम्पल जस्तो रिप्रेजेन्ट गर्छ नि त। जस्तो इन्डिकेटिङ भनेको जस्तो माना एउटा पोइन्टर भन्नु थाहा छैन, यो पोइन्टरले जस्तो यो स्केल भयो, यो भ्यालु भयो 1 2 3 4 भयो, यो चारवटा भयो, यो के भयो स्केल भयो अथवा पोइन्टर भयो, यो स्केल भयो। यो स्केलले चाहिँ यो भ्यालुलाई चाहिँ इन्डिकेटिङ गर्छ भने त्यसलाई के हुन्छ इन्डिकेटिङ भयो। अनि दोस्रो छ हाम्रो रेकर्डिङ है त, रेकर्डिङ। सो रेकर्डिङ भन्ने छ है त। रेकर्डिङमा कस्तो हुन्छ भने चाहिँ हाम्रो चाहिँ जसमा चाहिँ जस्तो कुनै एउटा इलेक्ट्रिकलको टाइम पिरियड हुन्छ क्या, कुनै पनि म्याग्निट्युड हुन्छ नि, म्याग्निट्युड भेरिएसन गरेपछि के हुन्छ भने चाहिँ एउटा कुनै सर्टेन टाइम पिरियड हुन्छ क्या। जस्तो सर्टेन टाइम पिरियड भन्नाले जसमा चाहिँ इसिजी मेसिनहरू मेडिकल इक्विपमेन्टहरूमा हुन्छन् कि हाम्रो चाहिँ बेसिक बुझ्नुपर्ने भनेको इलेक्ट्रिकलमा चाहिँ मेडिकल इक्विपमेन्टमा चाहिँ हस्पिटलहरूमा हुन्छ नि त, जसमा इसिजीहरू तिनी मेसिनहरूको कुनै एउटा सर्टेन टाइम पिरियड हुन्छ। जस्तो एउटा कुनै यस्तो टाइपको भयो मानौँ सर्टेन टाइम पिरियड भनेको जस्तो यसरी भयो एउटा है, यो चाहिँ जस्तो इसिजी मेसिन भयो, इसिजी मेसिन भयो मानौँ। यसको कुनै यहाँदेखि जाने र यहाँसम्म एउटा सर्टेन टाइम पिरियड हुन्छ नि त, हो त्यसलाई के भन्छ रेकर्डिङ है। जनरल बुझ्दाखेरि चाहिँ रेकर्डिङ इन्स्ट्रुमेन्ट भन्छ भनेपछि अर्को 3 नम्बरमा चाहिँ के छ भनेको इन्ट्रिगेटिङ भन्ने छ क्या एउटा, इन्ट्रिगेटिङ भन्ने है त। इन्ट्रिगेटिङ भनेको के हो भने चाहिँ कुनै एउटा सर्टेन टाइम यसमा भयो होइन। अब यसमा चाहिँ के हुन्छ भने फिक्स टाइम हुन्छ कि, जसमा चाहिँ कुनै पनि जस्तै टोटल अमाउन्ट अफ इलेक्ट्रिकल क्वान्टिटी भन्छ कि, जसमा चाहिँ इनर्जी दिएको सप्लाई हुन्छ नि त हामीले कुनै पनि टाइम पिरियड अनुसारमा चाहिँ। जस्तो मानौँ एउटा यो कुनै थर्मोमिटरहरू यस्तो टाइपको हुन्छ नि कुनै, त्यसमा चाहिँ हामीले के हुन्छ भने कुनै पनि इनर्जी दिन्छौँ नि त। जस्तो थर्मोमिटरमा के हुन्छ भनेपछि एउटा कुनै पनि जस्तो सुरुमा एउटा इनर्जी दिन्छौँ नि त, एउटा कुनै सर्टेन अमाउन्टमा चाहिँ इलेक्ट्रिकल इनर्जी दिन्छौँ, चाहे जुनसुकै इनर्जी दिन्छौँ नि त। हो त्यस्तो क्वान्टिटीमा के गर्छ भने चाहिँ उसले चाहिँ जुन इनर्जी दिएको सप्लाई पिरियडको टाइम पिरियड छ नि त कुनै फिक्स छ नि त एउटा, हो त्यो फिक्स टाइम पिरियडलाई चाहिँ हामी के भन्छ भने इन्ट्रिगेटिङ इन्स्ट्रुमेन्ट भन्छ है। सबभन्दा अगाडि बुझ्नु त यहाँ हो।